नमामि सपतालनिर्माणरूपं भजं भवानी सहितं नमामि। ओम नमः शिवाय, ओम नमः शिवाय। एउटा खाने गरी गरी कुराएछ कुराएछ। हेलो, वेलकम टू माई लाइफ गाइज। गाउँतिर छ र त्यहाँ चाहिँ ट्र्याक्टर छ होइन, हात्ती ट्र्याक्टर। दाउराको यो चाङ झ्याम झ्याम यत्रो दाउरा हुन्छ हामीलाई। अब रमाइलो छ नि। आज शिवरात्रि स्पेसल, तर मेरो भिडियो चाहिँ हप्ता दिनमा जान्छ अब। सो यो कुखुराखोर, यहाँ बाख्राखोर, बाख्राको ढोका लाउने, मर्ने लाउने टक्कै। हिजो राति बाख्रा राति खोर बस्ने ठाउँ। हजुर, अनि यतै यस्तो घाँस खाने ठाउँ। यहाँनिर यो बाख्रालाई के हो भन्छ यसलाई होइन, मलाई खासै आएन। के राख्ने भन्छ कि बाख्रा बाहिर राख्नेले चाहिँ के भन्छ। तल प्याज लसुन छ र यो गाउँको घर बाख्राबाट सिक्ने कुरा हो। दारा नयाँ नयाँ बनिरहेको रहेछ र फुल प्लान्टहरू देख्न सक्नुहुन्छ। माथि पनि घर छ। अलि माथि नै होला। यता भने चाहिँ एक्लै पर्नु भयो त हजुर। यहाँ त हामी एक्लै छ नि बाबु। एक्लै चाहिँ नि यस्तो 3-4 वटा भाडा लाग्छ होइन? हजुर, पर्दैन होला, म्याट ल्याखौँ हामीले। म्याट छ हामी बाँधिहाल्छौँ नि त्यहाँ। यो चाहिँ शिवरात्रिको लागि, बेलुकाको लागि टक्क बस्नको लागि। बाँध्नु पनि पर्दैन होला। बाँध्न पर्दैन दिदी, त्यो दिन म टाउको हालेर टक्क लिएर जान्छु। अब कोही उयो भएन कि होइन भयो, यति नै हो। रसी नै छैन यति नै हो अब। बाँड्ने बुन्ने। अब यस्तो यस्तो जाबर रसी हुन्छ है। होइन ठिक छ, त्यहाँ त्यहाँ पाइन्छ, पाइएन भने चाहिँ पाउँदै कति छ। काइदो रहेछ त्यो त। बाँड्नु अति ठिक हुन्छ कि है बाबु। यही ठिक हुन्छ। यसको भित्र हाल, यो बाँड्नु यही सजिलो हुन्छ नि, हाल त स्याहारेर घुसाइदेऊ। होइन यो म लिन्छु। म यो लिन्छु। यति मात्रै भयो नि त बाबु, टाढ अर्को छैन। पर्दैन, अब यति भयो। यति भइहाल्छ। ल होइन म नि आउँछ। आउनुहुन्छ। बाबु तल छ नि, फेरि काका पुग्छ। त्यो चतुरे खा हिँड्न बाँध्दै गरेर म आउँदै गर्छु है बाबु। ल बिस्तारै आउनु। ल अब के म यो छाने बनाउँछु कि खाना बाबु? होइन पर्दैन, बनाउँदै गर्छु ल अनि पर्यो नि भन्छ आएर। ला होइन, हामी पहिला पहिला नि आएकै ठाउँ हो। केही अप्ठ्यारो लागेन हामीलाई। यो बाटो झर्न चाहिँ खुब रमाइलो लाग्छ कि मलाई। ऊ माथि माथि त्यताबाट जाने हो क्या दाइ भने ऊ यताबाट यताबाट उता निस्किनु मिल्छ नि त। कफी गऱ्यो भने अलि माथि होला एकदम। मलाई यो घर मन पर्थ्यो पहिला। कस्तो राम्रो के है।
घर त काहीँदो रहेछ यतापट्टिको त पुरानो घर के पुरा गाउँको जस्तो टक्कैहरू नाङ्लोहरू राखेको क्लिन छ नि अझै यही घरलाई इँटाको छिट्टा हजुरले भने जस्तो ढुङ्गाको उमा लिएर गएर परिवर्तन गरेर गऱ्यो भने कस्तो राम्रो देखिन्छ त्यो खुलाको बाटो खुब हिँडिन्थ्यो क्या त्यही बाटो त हो नि हामी हिँड्ने यताबाट यसरी गएर कता कता हो निस्क्यौँ त्यता पनि हेऱ्यौँ बेलुका रातभरि देख्न पाइन्न ल बिहानको साँगा थाहा छैन भिना चाहिँ लेट दगुरो परिहाल्दो नि बुढा से त्यति उक्लिन्छ स्यास्या हुनुहुँदो रहेछ बत्तीको व्यवस्था चाहिँ भएन केही हुँदैन हुन त जस्तो त्यो त्यहाँ भ्यूहरू उज्यालोमा जानु पायो भ्यूहरू हेर्न पाइन्छ भन्ने हो गाली गुराँस फुल्यो अरे ऊ त्यहाँ देखियो नि त एउटा थैनीले बोकेर ल्याएको थिएँ आलु हेर्नु कस्तो दामी फुल्दो रहेछ हजुरको पनि फुलेको थियो होइन क्या अहिले यस्तो राम्रो आलु हुँदो रहेछ त यहाँ त रोतोतिर आलु बिग्रिहाल्यो टनिल पनि रहेछ त्यहाँ त हेर्नु त ग्रिन हाउस हालेर छ लसुनबारी घर बनाउनु भन अरे कोबिनाजु यहाँ कसले भने नि हो र किन यहाँ आउनु मन लाग्यो अरे ए यताबाट जाने कताबाट जाऊँ है कता हो बिर्सियो त यार यतापट्टि होला यतापट्टि थियो क्या पहिला तोर यहाँ चाहिँ राम्रो भएछ है ठुलो तुरी छैन तल मन्दिर यताको बाटो बन्द भएको हो ए तोहरूको बन्द हुँदैछ भरिया दाइले बिसाउने भारी कस्तो खाले फुल रहेछ त यो हजुर पसल ऊ त्यो घर अगाडि होला दिदी यहाँ पसल कहाँनिर हो नजिकै भएको डोरीहरू पाउने पसल ए हार्डवेयर हो ए पारि नि जानु पर्यो जय शम्भु जय भोले बाबा शिवरात्रिको सबैलाई शुभकामना है भिडियो चाहिँ 2-4 दिनपछि नै आउनेछ सक्दो प्रयास गर्नेछु ल्याउनको लागि हावा चलेको देख्न सक्नुहुन्छ सर लाएर मेरो भिना चाहिँ यता आइरहनु भएको छ खाजा खाएर हजुर बोलेका कुराहरू नै हजुर हजुर यसो यहाँ वाल लाउनु पाए हुन्थ्यो हजुर वाललाई यहाँ यसो त्यो पार्टी गर्नु पाए हुन्थ्यो हजुर हजुर मेरो इच्छा यहाँ हुन्छ भाइ चितवन गयो नि हजुर भाइले पनि गरोस् हजुर दाइको त केही छैन इच्छा मात्रै हो बाबु हजुर यति आमा यति गर्नु पाए हुन्थ्यो
हामी सबैको इज्जत रहन्थ्यो बाबु हजुर। त्यो हाम्रो हजुर सानोमा भारदारी होइन हजुर 7 वर्ष कान्छो भिनाजु ह्याट्री भाइ ह्याट्री हजुर यस्तो तगडा बुद्धि बिहेभियरमा बाबु हजुर है मेरो आमा हजुर के गर्नु बाबु हामीले कता हो बा यता हो बाबु ल हिँड्नु बा है छ आमा हजुर जान्छु गरे भगवान् दिन्छु भरे साथी यहाँ आउँछन् हजुर त्यहाँ यो मुला जोत्न पर्ने खै त्यो पनि कुनै चोर आएछन् आज राति हजुर कुनै चोर आएछन् हजुर मेरो कुरो जम्मै सुनेर खोज्नु भयो हजुर ल बा म जे बोलेको भाइ बाबु हजुर यहाँ कता मान्छे छन् त्यहाँका मुढाहरू हजुर जम्मा पानी बहनी हजुर सब खिच्नु बाबु हुन्छ बा ल ए बा हिँड्नु बा ए जा हुन्छ बेलपत्र बा यो बेलबजार बाबु के बा आमा के गरे हजुर चिन्नु हो आज पनि उम्रिया त्यहाँ ए म पाल्छु आमा तिमीहरू आयो भने महत्त्व हुन्छ बाबु हजुर होइन बा ल हिँड्नु बिस्तारै हिँड्नु बिस्तारै जानु है बाटो अप्ठ्यारो छ हिँड्नु बा नानी रातभरि आज्ञा माग है आज्ञा माग यो जेठो ससुरालाई पनि माया गर बुद्धिजीवी हो हेला गरेछ म डाइरेक्ट भन्छु के। यस्तो हँसिलो मान्छे हुनुहुन्छ के ला गर्नुहुन्छ म त बाबु हेर ओ। म त देऊ हेर बाबु म त देऊ त हजुर राजनीति भने राजनीति बाबु हजुर। ज्ञानै ज्ञान छ हजुर बा यो सानो बाख्रा बसेर हजुर त्यहाँदेखि मेरो सानमिया छोरो छ उतापट्टि हजुर त्यहाँ जान्छु बाबु गाडीमा सोधाउँला है मेरो आमा है हुन्छ बा हुन्छ यही छ आमा हजुरहरूले माया गरिदिए हजुर हुन्छ बा मलाई माया लाग्छ आमा आमा यही हो आमा आमा जान्छ नि। नमस्कार आमा हजुर ल मेरो मेरो बाबु मेरो रिचा आमाको बहिनीकै छोरा मैले कति गरेर लिएर हजुर राजनीति गर्ने मान्छे छोरी मरे पनि छोडिदिन्छ है यसरी जा सन्चै हुनुहुन्छ आमा आज शिवरात्रि त्यही भएर हिँड्नु होला बिचरा ल भन है उनीहरूसँग खिचेर लान्छ नि हामी यहीँ राखेँ बोलेर धर म त राम्रो बोले तिमीले बेला राम्रो त्यही छ आमा हजुर जाउरी अनि जान्छ बाख्रा बिहा गयो आमा दुईटा पाएछ बाबु ए जानुहुन्छ होला नि मन्दिरमा जान्छ आमा जान्छ बोलाउनु भएको तल आउनु होइन अब यिनलाई थुनेर जाने होला नि त आमा जाने बाबु एकछिन जाने आमा बाबु खिचामा बाबु ल। खिचेर उता दुर्गा दिदीले बोलाइरहनु भयो दिदी हो कि बहिनी हजुरको बहिनी होला अहिले आउनुहुन्छ रिता दिदी नै आउनुहुन्छ दुर्गा बहिनी हो कि दिदी हजुरको बहिनी ज्वाइन आउनु बहिनी नै आउनु भयो हामीसँगै आउनु भएको बिहान खोजिरहनु भयो हजुरलाई हुन्छ हजुर हजुर आवाज आनी अब जाने फेरि आमा जाने, पछि। खाना त पर्यो आमा यही छ आमा हजुर सम्झाएर नसम्झिने कुरा भन्ने। हजुर बाबु बुढो त म नि बुढो के होइन यो कमजोरी मान्छेले व्रत लिन्छु भनेर धेरै उयो हुने बाबु है। हामी होइन मेरो भान्दै एउटा भाइको छोरा एउटा म चाहिँ बहिनीको छोरा दिदीको रमेश मेरो दाइ चाहिँ रमेश बाबु म बुवाहरू चिन्छु आमा हजुर बाबु उहाँ माइला माइला रमेशको भाइ चाहिँ के? रमेशको भाइ रमेशको भाइ हजुर
म चाहिँ दिदीको कान्छो भाइको कान्छो छोरा दिदीको हजुर हजुर बडा रविदारी कान्छो कान्छो अँ कान्छो हो नि भाइको छोरो कान्छाको छोरो कान्छो हजुर कान्छो भाइको छोरो कान्छो हजुर हेर बुढी बुवा आइरहनुहुन्थ्यो यतातिर हजुर बाबु अहिले त आऊ त्यहाँ। भुइँ गरेर बस्दै यहाँ हजुरआमा हुनुहुन्थ्यो हजुरबा हुनुहुन्थ्यो हजुर हामी त दुईजना कहिले रुन्छौँ कहिले हाँस्छौँ हजुर रिचा हाम्रो म त हजुर कहीँ कहीँ नछुट्टिने हजुर हजुर अहिले छोएर गयो कहाँ गए गएर देख्नु मन लाग्यो हुर्किएर गएर देखेर आएको हजुर बिहान 12 बजीतिर गर्थेँ हजुर हजुर सबै ठिकै छ आमा ठिकै छ भन्नु पऱ्यो बाबु यस्तो दियो त भरे मलाई के गर्ने बा आमा यस्तै हो त्यही हो अहिले धनगढीबाट कान्छी बहिनीले फोन गरेको थिएँ रुँदै बोल्दै गरेको हजुर धनगढी हुनुहुन्छ चान्याको छोरी धनगढीमा छ हजुर रुँदै बोल्दै गरेको अहिले छोरी टिप्नु गएको बा किन रुनु भयो आउन आऊ बा के हो बा यो बाबु यो बाबु नरुनु बा रौसी रहेको बाबु रौसी त्यो मान्छे रहेको होइन रौसी रहेको उतिहरू के पहिलाको कुरा याद आयो होला नि त बालाई बाबु यो पागल बाबु बाबु गुर्सिनीयतिको बुद्धि खसी मार्यो भन्दा हजुर मलाई नि यस्तै लाग्यो बाबु भाइ पनि बाबु भयो। हेरेर बस्नु हुन्छ आमा ल हुन्छ हजुर मलाई पालो आएन आमा। यस्तै छ। अहिले चाहिँ बाबु हजुर छोराले छोरी पढी 10-12 वर्ष चित्र पढी हजुर आउँदै जाँदाखेरि बल्ल ठुलो छोरा चिताउँदै भन्नु पऱ्यो बाबा हुन्छ भोलि चिताउन इन्डिया हुन्छ बाबु हजुर है यो पार नेपाल हुन्छ चाइना हुन्छ चाइना हो नेपाल चाइना हो बा हो हजुर नेपाल हरौँ अहिले भर्खर आएको दिउँसोदेखि आएको त्यही हुनुहुन्थ्यो हामी सँगै हुनुहुन्थ्यो बा बिचरा हजुर अहिलेसम्म नछोडे त रौसीले तिम्रो कुरा बाबु तिमी मान्छे गतिले होइनौ तर छरछरी हुन् राम्रो कुराहरू देऊ पठाइदेऊ यसै आमा है हस् बा अब बाबु अब चित्त दुखाउने होइन बा अब के गर्ने यस्तै हो संसार यस्तै हो बा संसार यस्तै हो बा सबै जान पर्छ आउन पनि पर्छ फेरि आउनेलाई पालो पनि दिनुपर्छ हामीले बा होइन र बा यसो भाइ मम्मीहरूलाई भनिदिनु हजुर त्यो सानो भाडा भनिदिनु हजुर यो बुढो बाबु आएर बाबु नरुनु बा नरुनु बाबु हजुर बाबु सानो बाबु मैले अरू रुन्छन् गाउँमा मान्छे रुन्छन् त्यही भनिदिनु है यही जोगाएर लाग्नु यही जोख्नु है हस् बा यही भनिदिनु ल माएनाले आँसु आउँदैन अरू कोही रुन्छन् छोरा मान्छे यसै रुन्छन् बा छोरी मान्छे छोरो मान्छे अनि अरू कामले रोएछन् भने हजुर रिता आमाले रिता बाबुले फोटो खिचिदिनु है बाबु रोएको फोटो यहाँ हुन्छ गाउँको तस्बिर यो अलिकति इमोसनल भयो हाम्रो भनेर अब के गर्नु भइरहनु भएको छ यस्तै छ गाउँको वेदनाहरू म खान्छु आमा म भर दुखाएर खाने खाम यो किनेर ल्याएको थिएँ बा मैले यसै आमा हुन्छ बा ल ल शिवरात्रि बा बस्न हुन्छ बा हुन्छ ल
मेरो बाबुहरूलाई जय जय होस्। हजुर यो शिवजीको पर्छ ढोक गर्नुपर्छ अरे क्या मेरो जय बोले बाबा पढाइ कति कतिको पढाइ 12 क्लियर गरेर बसेको बा 12 पास गरेर हजुर 12 हजुर कोसिस चाल्नु आमा है। हजुर हुन्छ बा हुन्छ ल बनाउनु बा ल आमाले बाह्र सबै खिच्नु आमा हजुर बा ल यस्तै छ आमा हजुर यस्तै त हो गाउँघरको बा सबै खिच्नु है सबै खिच्नु हुन्छ बा सब खिच्नु मनलाई बलियो बनाउने आफ्नो काम गर्ने गाउँघर जस्तो रमाइलो बा सहर छैन छैन सहरमा धेरै मान्छेहरू अँ। चिन्ता भोक प्यास रोगमा लडिरहेका छन् बा बस मेरो आमा त्यो चाहिँ आहा आहा बा गाउँ जस्तो शान्त सुन्दर वातावरण कुनै ठाउँमा छैन बा गाममा राम्रा मान्छेहरू छन् हजुर है। हजुर तर बाहिरका ती नेताहरूले हजुर जे पानी बोलेर जसरी गरेर बाबु हजुर यहाँका बुढाबुढी मान्छेलाई हैरान खेला हैरान पारेन बा होला नि त आबा यही छ बाबु अहिले चुनाव आउने होला भयो हजुर कस्ता आउनन् मान्छे उस्तै हुन् उस्तै हुन् बा उस्तै हुन् बाबु। हजुर। जस्तो हामीलाई त यो पहाडमा विकास चाहियो बा पहाडमा बसेका छोरा बाबु। मेरो छोरा पहाडमा बसेका छोरा बाबु। विदेश हिँड्न नपरोस् सहर जान नपरोस् हुँदैन बाबु। हजुर अब के गर्ने हामीले भने हजुर आफैले हजुर के भने यही भन्नुपर्छ है। हजुर यो के हुन्छ भने अहिलेसम्म यो संसार यस्तै हो हजुर बा पढेर गुनेर जागिर मात्रै खोज्ने मान्छेका परिमिति धेरै भयो हजुर बा त्यो होइन पढे गुनेर आफूले एउटा विकास खोल्नु पर्यो क्या बाबु ओ बा हो है। विकास खोल्न पर्यो विकास गर्न पर्यो काम गर्नु पर्यो, बिजनेस गर्न पर्यो गर्नु पर्यो, अँ। ओ बा यही हो बाबु। आफ्नो संरचनाहरू चलाउन पर्यो मेरो त्यो घर कल कारखाना बाबु लमजुङ हो बाबु। हजुर मेरो घर यस्तै छ मेरो चाहना यस्तै छ म 80 वर्ष पुगे आमा हजुर है। मेरो यस्तो विचार छ हजुर कसैले एकदम राम्रो बा गरेर पनि मलाई म विश्वास लाग्दैन बनाउनु बा अब न आमा है। ल बा अरू कुरा बोल्दैन बोल्दै रामला बा आज शिवरात्रि भगवानकै ध्यानमा रमला आज आहा बा हाल्नु है ल बाबु ल भगवानकै ध्यानमा बस्यौँ आज ल्याउनु ल बनाऊँ ल मेरो आमालाई ल बा ल मेरो आमालाई एकदम त्यस्तै हो सेन्टी भइन्छ है गाउँमा चिलहरू पनि मन्डराइरहेको छन् र तल हाम्रो शिवजीको लागि चाहिँ एकदम आजको लागि चाहिँ दियो क्लास बाल्ने चाहिँ दियो क्लासहरू सबैजना चाहिँ होइन गाउँभरिको मान्छेहरू चाहिँ तल प्रस्तुत भइरहनु भएको छ र हामी यता शिवजीको प्रसाद अलिकति भए पनि बासँग चाहिने भन्दा इमोसनल भयो र उता रवि दाई मेरो दाई चाहिँ आमासँग कुरा गर्दा गइरहनु भएको छ र बाले यहाँनिर बनाइहाल्नुहुन्छ एकैछिनमा बनाइहाल्नुहुन्छ बालाई त टाइमै लाग्दैन समय लाग्दैन बाले बनाइहाल्नुहुन्छ मेरो बा एकदम राम्रो हुनुहुन्छ यहाँनिर हामी बनाउने हो लाइट बालेर तल जाने हो रमाइलो गर्ने हो आफ्नो मन्दिरलाई ठुलो भव्य तरिकाले रमाइलो गर्नुपर्छ है त्यही हो के हो बा यो चाहिँ बाबु उयो आमा हजुर चुरोट हाल्नुपर्छ यहाँ बा चुरोट पनि हाल्नुपर्छ छैन बा मैले त खाँदिनँ म हाल्छु आमा के हाल्छु, म हाल्छु आमा। ओ बा मेरो आमा हेर बाबु हजुर म दुखीमा दुखी नेता मन नेता हजुर मैले राजघाट चलाउन सक्ने मेरो क्षमता छ हजुर तर मैले सपोर्ट पाइनँ हजुर सपोर्ट पाएँ कस्ता मान्छेले पाएन भने म जाबाले के पाउने आमा एक बनाएर खाऊँ बा ल। अनि कुरा गर्ने क्या त्यही बोल्नु ल यही हालिदिनु फेसबुकमा हुन्छ। है ओके बा ल बनाउँदै गर्नु है बाख्रा पाठाहरूसँग खेल्छु है म बाबु मैले पुलिसलाई यहाँ अर्का के नखेल अँ, अर्का चिया नखा उम्, डटेर बसेर पुलिस बाबु म बाबुहरूसँग मैले नरम भयो आमा हजुर पुलिसको सामान्य भयो म अम्लो ठडेर पिटिदिन्छु बनाउनु। त्यस्तै म छ आमा मलाई म बाख्रासँग यसो रमाइलो ल, गर्छु ल, ल। बनाउनु है ल। ल बा ए मेरो बाबु ल ल कति राम्रो पाएको के है ए भुन्टे ओहो खेलाउनु त रमाइलो हो नि लाग्यो खुसुक्कै बस्यो पहिलो बेच्दै रहेछ नदिने दुध नदिने
दुधै नदिनु बह दिनु बहिनी बेटेको भने यी यस्तो चल्ला ऐ ठुलो हुन्छ बहिनी ए मुन्टे यस्तो राम्रो छन् यता मेरो बाबुहरू अर्काले के भने होला कोको होला नि आउने फलाना बुढाका भने हजुर बाबु यस्तै ओ बा दुईटा भाइ अनि बाउ कहाँ छ नि बाबु हजुर कान्छो भाइ कहाँ छ उहीँ हुनुहुन्छ चिताउनुमै हजुर। बाहिर गएर आयो हजुर बाहिर गएर आउनु भएको म त गएको होइन बुवा हजुर कति भाइ छ तिमीहरू म एक हो दिदी र बहिनी छ मेरो तल बहिनी छ माथि दिदी छ एउटा जान्छ कान्छो भाइको छोरो हजुर हजुर बाबु ऐ बाबुहरू सानो त खेलाउनु रमाइलो हुन्छ ठुलो बसी फेरि काट्छन् है के हार्ने ओइ कस्तो उपिया छ नि त फुल काम फाल्छन् हजुर बुढी किन मलाई कराएको नि थुन्जो आमा थुन्जो ल आउ जान्छु न अब जाने आज मैले रसी खाएको अब घरि भित्र जाने आउ थुन्जो आमा थुन्जो भित्र जाने सेता सेता बाबु संसार बाबु थुन्जो यसो आउनुलाई आऊ तँ यता आमा बसेर बस्नु आऊ आऊ तल के तल अहिले त छैन ऐसा आमा ऐसा छैन अब चितवन आयो भने कानेर भन्यो होला हामी हाम्रोमा बसिनी भयो दाइकोमा बसिनी भयो दिदीकोमा बसिनी भयो रिताकोमा बसिनी भयो सबैकोमा बसिनी भयो बा बाबुहरूलाई भने अनि त्यो उतापट्टि बसौलालाई बाबुले चिन्नु होइन चिनिएन चिन्नु सानो बाबु त आफ्नै मान्छे हो त हो र सानो बाबु त पारीको आफ्नै मान्छे हो उहाँ कता उ त जमाना गएको बाबु ए उ त जग्गा खुलेकै बेलामा बाबु कामसारको बसौलो यहाँ बाख्रा थुन्नुहुन्छ बा यहाँ भित्र बाबु सबै खिच्नु है आमा सबै खिच्नु। हुन्छ बा हुन्छ ए मुन्टे कतिवटा छ बा बाख्रा बाख्रा बाबु 3टा बोका छन् हजुर अनि 2टी आमा छोरी छन् छोरी मान्छे 2टा छोरा मान्छे 3टा हजुर त्यही त बाबु ल त्यही त यो तोरी हजुरको हो बा बाबु संसार हजुरको सानो बाबु दाईको संसार आमा संसार यत्रो पाखोर त बाबु चितवनमा त कति लाग्यो अनि केही नि आउँदैन बा चितवनमा त। जम्मै मेरो आमा यही छ आमा घर पनि बन्न गाह्रो हुन्छ के काम त्यस्तो ठाउँमा ईश्वर त बाबु बाबु सुन जग्गा धेरै हुँदैन झरा उनीहरू थोरै भयो आफूलाई ठिक जग्गा धेरै भयो अर्काले घाँस काटेको छ अर्काले के गरेको छ झरा बा बनाउँ बा बाबु म पूर्व छु आमा हजुर म प्रधानमन्त्री हुने मान्छे हो आमा हजुर बाबु हजुरको सानो आएन म बाटो म धेरै धेरै बाटो नि नत्र यत्रो बुकालो ओरोदोरो गर्नुहुन्थ्यो र अनि यो बनाऊँ बा हामी छिटो बनाऊँ एक शिवाजीको पर्छ खाली बिस्तारै भागाली हुन्छ मेरो हाम्रो घर हाम्रै हो त्यहाँ गएर हामी सबै गएर बत्ती सत्ती बाल्न पर्छ बाबुहरू छ 1 घन्टा 2 घन्टा बस्छु हजुर हुन्छ बा हुन्छ सबै भर्नु हस् बा सबै भर्नु हस् सुख सुख समय भर्नु बाबु हामीलाई जय भर्नु समुदाय भोले बाबा ह्यापी शिवरात्रि सबैलाई शिवरात्रिको शुभकामना बाबु मलाई कसले ट्याम दिन्छ र यस्तो भर्ने मान्छे म लिन्छु बाबु यस्तो हजुर म लिन्छु अब ओ त रेडियो हराउँछ अरे अब त्यही रेडियो छ अब त्यहीबाट सुन्थेँ अब मैले हजुर रेडियो हराउँछ अरे अब सबै एर्किन्छु क्या मेरो चिनै हराएछ आज हजुर र त हाम्रो ए भगवान् बाबु र हाम्रो ल हुन्छ बा हुन्छ मेरो ठुलो अलिकति है यस्तै पनि थियो उहाँ यस्तो पनि थियो यो र योमा कुन राम्रो हुन्छ भन्दाखेरि यही भने अनि ल्याएको बा हुन्छ बा पुरानोमै खाने रमाइलो पुरानोमा हजुर म बाबु र हामीलाई अनि सानो बाबु घर अनि हाम्रो रेडिता छोरो चाहिँ यहाँ छैन हुनुहुन्न रिता छोरो उहाँ बाहिर हुनुहुन्छ ज्वाइँ पनि बाहिर हजुर र आमाहरू र आमा हजुर ल बनाउनु बा
आउँछु बाबु आउँछु आमालाई सानो भाउ छ कपटी छ यस्तो रुवा बुढो काममा पनि होला त हजुर म सानो छोरो हो पटुलिया छोरो बाबु हजुर नरुन बा नरुन बाबु पुलिसलाई पनि कति संसार आउँछ पुलिस पनि मान्छन् बाबु पुलिस बाबुहरू सम्झाउँछु बाबु ल मान्छन् बाबु सबैले मान्छन् बा राम्रो कुरो गर्छु रसी खाए पनि म कुरो राम्रो गर्छु ओ बा म बाबु म रसी महिनामा 15 दिन हप्ता खान्छु बाबु म चने खाना ठिक्क खानी बा हो बाँचेर म के भयो र भने खै साथी खै तर बुढो मान्छे छैन आमा कुकुर आएछ त्यसलाई खाँदिनु पर्ने त्यसलाई खाँदिनु पर्ने खै कुकुर आएछ कुकुर आएछ देउता सानो बाबु दाइ म बर्नु बा बर्नु नहाल्दिनँ बाबु नहाल्दिनँ ल अनि खाना कसो यही खायो नि हुँदैन होइन बा ओइ भर्खर त्यहाँनिर खाएको त्यो होटलमा खायौँ ओइ भर्खर मन लाग्यो नि फेरि बाठा आइन्छ ल बा फेरि ट्याम हुनु ट्याम भने आमा यही हो बुढी मान्छे हामी बनाउँछौँ नि आएर खान मन लाग्यो नि त मेरो आमा मेरो बाठा आएर हामी आफै बनाउँछौँ नि अनि हजुर मेरो बाबु यो कुनै सहर होइन कुनै के होइन बा हाल्नु है बाबु सबै हुन्छ बा हुन्छ ल गाउँघरको दुःख सुख हजुर हुन्छ बा चुनाव गर्ने यतैजना बाबु चुनाव गर्ने गरिहाल्नु है त्यही त अब कहाँबाट ल्याउनुहुन्छ बा यो पारीबाट बाबु अनि के छ भने बाबु एउटा सङ्कटकाल आयो है माओवादीको खाँदै बोलिम बा त्यो बेला नि हामीले दियौँ भनेर पालो दियौँ अनि प्रधानमन्त्री दिएम केही भएन भएन बा कति मरे कति बाँचे त्यहाँदेखि के भन्छ प्रचण्डले भने कुरो आयो भने त्यहाँदेखि फेरि कुरो दिएछ चुनाव आयो कुरो दिएछ अहिले छैन 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 अब छैन अब त बाबु त्यो अनि त्यो के अरे एउटा घन्टी भनेको कुन चोरको यो राजपाल भने फलाउनु नाम ल्याउ न मान्छेको रवि 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 लामछाने रविलाई चोर भन्छन् यसको घन्टी हो ओ अनि घन्टी अर्को भनेको त्यो घर बालेन भत्काउने। बालेन बालेन। घर भत्काउने हुनुहुन्छ सरकारी जग्गामा मिचेर बनाएका दलेहरूको घर भत्काएको बाबु कसलाई दिन्छ यो रवि पनि उ छ त्यो बालेन पनि छ बालेन भनेको केपी ओली चोर भट्टाबाट उठ्छ रवि भनेको हामी बसेको चितवन ठाउँबाट उठ्छ हामीले भोट कसलाई दिन्छ आमा घन्टीमा दिने हजुर बा नयाँलाई पुरानोले गरेनन् नयाँको विश्वास नगरे उपाय छैन बा हाम्रो जे होला होला जे होला हो बा फेरि भएन भने फेरि आन्दोलन गरौँला गरौँला बा गरौँला गरौँला के गर्ने नगरे हाम्रो बानी नै परिसक्यो बा बाबु मेरो आइछौ मेरो आमा हजुर अन्त गयो त गइजाऊ नि हजुर अनि चोर गएको मैबाट आयो नि अनि है ल म भाइको दाइ हो हजुर म भाइको दाइ हो भाइ भन्दा बाबु म त के बाबु भाइहरू गलिसके मेरो आमाले बा छोरो नि लौरो अरे यो भाइ यही हजुर मलाई कति हिम्मत आएको छ बाबु सबै बाबु यो प्रणाम हुन्छ
जाम बा रिता दिदी रिता आउँदैछन् रितालाई भेट्नुपर्छ छिचुडा खाएर जाम ल रितालाई भेट्नुपर्छ नि त हामी त म त भरे नि आउँछु नि बा अहिले नि जान्छु अहिले आएर भात खाएर फेरि पनि जान्छु हुन्छ बा हुन्छ ल ल भाइहरू छन् ल बनाउनु बा ल नहात्या नत्र अहिले आमाले लिएर जान्छौँ हामी हजुर एकछिन बस्नुहुन्छ त अहिले म अहिले जाने म ए ल हुन्छ बा ल खाएर गइहाल्यौँ हामी रिता खाएर गइहाल्यौँ म सँगै जाने छोराहरू ल बाउ छोरासँगै जाने ल त्यहाँदेखि अहिले आमालाई लिएर आमा एक्लै जान्न ए हाम्रो कुरो छ बाबु आमा र बुवा आउने अहिले ल अहिले बुवा एक्लै जाने नहात्तिनु ल बनाउनु बा ल बिस्तारै कहिल्यै नहात्तिनु ल सिलाको आउँछ बाबु सिलाको भाषण आउँछ भाषण मै फेर आउँला बहुत मजाको मान्छे हजुर मेरो बाबु बाबु साह्रै मजा म त हेर बाबु म त हेर बाबु मलाई बाबु बस्न कहीँ जाँदा नि बाबु दिनु बा म यो मिलाइदिन्छु मानु दिनु बालाई सहयोग गरिदिन्छु नि म यही गर्छु बाबु सहयोग गर्ने यो त सानो काममा मै गरिहाल्छु नि अरे बाबु म कस्तो मान्छे किसानमा किसानी राजनीतिमा राजनीति जस्तो अरे त्यस्तै हो नि त म यस्तो बाबु ल खाइदिहाल्नुपर्छ बा सबै बाबु खिच्दो आमा खिच्दो ल भोलि बाबाले छिटो खा भनेछन् ल हालिदिनु है बाबु मेरो आमाले यति हालिदिनु ल बा हजुरै सल्काउनु पहिला कि म सल्काऊँ म सब बाबु मन गर्ने काम गर्छु नि आमा सबै खिच्नु ल बा दुःख सुख जम्मै ल सल्काउनु बा गएको खुवाएको पाख्रालाई खुवाएको जम्मै हालिदिनु बाबु मन लिन्छु आमा ल मन लिन्छु एउटा कस्ता राडी चाहिँ यस्तो बुढो प्रधानमन्त्री यस्तो बुढो यस्ता मध्ये मोबाइल लिएर बस्ने अनि बाबु सानोतिनो मान्छेलाई म त मान्छे दिँदिनँ आमा म पनि बा पुलिसहरू क्या यस्ता मध्ये सानो पुलिस हुन्छ भन्छु आमा तपाईँ नि पुलिसमा हुनुहुन्थ्यो होइन पहिला थिएन आमा म त बाबु म भए प्रधानमन्त्री हो बाबु यस्ता मुजीमा पुलिस भएर बस्दिनँ आमा म त यस्तो मान्छे हो आमा म बाटो पालेको दुःख सुख गरेको आँसु आएको है जम्मै खिच्नुपर्छ आमा गाउँको थितिरिती है छ आमा सल्काउनु बा ल एकैछिन जान्छु घर जान्छु रिताले मार गाली गर्छन् अहिले रिताले गाली गर्छन् छिटछिटो गरेर खाएर जानुपर्छ हामी रिताले त गाली गर्छन् नि फेरि खानुहुन्न भन्छन् रिताले हजुरलाई माया गर्दो रहेछन् ल माया त गर्थे छोरी हो छोरीले बाबुलाई यस्तो खानुहुन्न भन्छन् नि क्यार नि छोरीले भने नि मानिदिनै पर्यो छोरीको अगाडि नखास्तो गरिदिनै पर्यो बा ऊ लाइटर उहाँ बाबु तिमीहरू त अहिले त रिताको त दुई चाहिँ सालमा नि हुँदै हुन्छ रिता दिदी मेरो रिताको छोरो त होइन बाबु त रिताको छोरो मेरो भान्जा भान्जा हो तिमीहरू गोलै गयो हजुर उहाँ लाइटर बाबु गोलै गयो यहाँ छ लाइटर भाइ ए यहाँ रे बासँग हेरे पर्सनल बासँग व्यक्तिगत लाइटर छ ल बाले सल्काउने छोराले हान्ने हो क्या हो म छोराले ल ल ल बाले ल आँसु आयो आमा तिमीहरू आएर आँसु आएको मेरो बाबु ल चितवन आयो भने मलाई पालो छ होला नि त समय हाल्छौँ नि पालो कोठा ल्याइदेऊ है हुन्छ भाइ म बस्छु पैसा लिएर आउँछु ल पैसा किन लिएर आउनु पर्यो र आफ्नो छोराहरूको ठाउँ त 1 वर्ष 2 वर्ष बस्नु त घर नभए नि कोठाको भाडा तिर्नु पर्छ हजुर हजुर कहाँ बस्दा नि अन्त ल ल जय शम्भु जय भोले बाबा जय शिवरात्रि त्यो चाहिँ भन्नु न बाबु त्यो चाहिँ यहाँ फेसबुक ल ल खानु भयो
मिलाउन सर्क्यो बाला बिचरा मेरो बाबु जय शम्भु ल बा यस्तो गरेर क्यामेरा यता देखाउनु नि त क्यामेरा यस्तो यतापट्टि यस्तरी देखाउनु ल अठाउनु यतिकै राखिरहनु है मलाई देखाउनु है ल ल केही गर्नु पर्दैन है लाइटर दिनु न त मलाई कहाँ राख्नुभयो ल लाइटर दिनु त देखाइरहनु है देखियो मलाई लाडो छल्का देखियो बा देखाइहाल्छु अनि बाहिरबाट कि योबाट जय शम्भु जय भोले बाबा जय ह्याप्पी शिवरात्रि शिवरात्रि बाबु मलाई बाबुले तिमीलाई पाल्छौ नि बाबु है ढुक्का मेरो आमाले तिमीहरू बाहिर गयो भने मलाई कसले पाल्छ त्यो त खाए बाई बाई शम्भु जय भोले बाबा हेर्नु है शिवजीको लाइटिङ भइरहेको छ र हामी यहाँ मन्दिरमा छौँ शिवजी कार्य हुन्छ भगवान्लाई ल लाइट बाल्छ है नजिलै ल क्यामेरा अफ हुँदैछ नमामि सपतल निर्माणरूपं भजं भवानी सहितं नमामि ओम नमः शिवाय 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 ओम नमो नमः ओम पार्वती पतय नमः शिवाय ओम नमः शिवाय पुल तर्दैछु गाइस होइन ह्याप्पी शिवरात्रि सबैलाई शिवरात्रिको धेरै धेरै शुभकामना खोला निश्चलसँग बगिरहेको छ तर मेरो खाले देखिरहेको छ त क्यामेराले भेटिरहेको छैन तर पनि म भिडियो बनाउन छोड्दिनँ